अब चाहिँ हामी चाहिँ हैन मुकबाङ गर्नु गइरहेको छ। लु खानुस् के को मोमो भनिदिनुस् राङ्गाको अहिले राख्छ नि 100 रुपियाँ राखिदिनु भन्दैछ दुईजनाले चाहिँ मुकबाङ गर्दैछ आज दाजु र बहिनी चम्ची अचार निकाल सिल्लाम र टमाटरको अचार छ हो त्यहाँदेखि चाहिँ म चाहिँ नबस्ने दुईजनाले चाहिँ दामी छ मोमो पनि आज चाहिँ हामी 3 जना भएर बनाएको ठुल्ठुलो बनाएको नि सानो त मन पर्दैन किन मजाले लगाएर कस्तो दामी देख्यो मिठो छ तारिफ गर्नु न बिस्तारै खाने उयो मुख डर्छ है धन्यवाद 100 रुपियाँ जसले जुछ त्यसलाई चाहिँ 100 रुपियाँ दिन्छु भनेर प्राइस चाहिँ 100 मात्रै छ बेसी छैन नुन अलिकति कम्ती हो क्या तर नानीलाई ठिकै छ दामी आकुन छ साथीहरु बहिनीले चाहिँ दुईटा लाउँदैछ मुखमा जित्नुको लागि अरे ठुलो ठुलो छ मोमो पनि त्यसले गर्दा चाहिँ यहाँ चाहिँ मेरो सुप छ दामी छ सिमीहरु सबै लगाएर बनाएको पाँचवटा गन्दै पनि छ पाँचवटा बिस्तारै खाने अड्किन्छ अति बेसी सुप बेसी भएछ नि सिल्लाम टमाटर डल्ले पिसेको दामी छ सदा चाहिँ दुईजनाले भित्रको किमा मासु चाहिँ त्यति खाँदैन छाला छाला खान्छ आज चाहिँ कति बेसी देख्छु मैले यसो गरेर खान्छ जबरजस्ती खाने हैन फेरि सकिएन भने नखानु नि बनि सकेन नखाने कम्पिटिसन खेलेको रे आज दाजु बहिनी दाजुको दुईटा अब एउटा मात्रै रह्यो बहिनीको दुईटा छ त्यो एक खान सकेन नखाने अझै रुने हैन है सुप बेसी भएछ दामी बाँकी भाषालाई के फेरि भएर पैसा दिएन भन्छन् चिल्दै खाइसक्यो मम्मी सेकेन्डले पाउँदैन यो पैसा पनि सेकेन्ड त छैन नि फर्स्टमा मात्रै हुँदैन दाजुले खाइसक्यो साथीहरु बाई बाई भनिदिनुस् खाइसक्यो आगोनुहोस् सक्यो दाजुले विनर चाहिँ दाजु भयो बाई बाई